मेरो नाम केशव प्रसाद यादव अनि मेरो गाउँको नाम कोटाईमा छ बोगडी। अहिलेसम्म मेरो त 3वटा ट्र्याक्टर छ। मैले 11 वर्ष भित्र अनि ट्र्याक्टर पनि 3-4 वटा थपेँ अनि जग्गा पनि किने 4-5 बिघा जति अनि घर पनि बनाए अनि ट्र्याक्टरको अनि मसिन 5-7 वटा लिए। जुन चनावाला छ, एउटा छ धान कुट्ने वाला मसिन छ अनि चामल निस्किन्छ त्योबाट। गाउँमा गएर मैले अनि किसानहरूको धान कुट्छु अनि त्योबाट बरान जुन छ त्यो हामीहरूले लाग्छौँ अनि तीन भुस अनि के चामल किसानहरू लाग्छन्। अनि वर्षमा जति 20 लाख जति हुन्छ आम्दानी। धान दाउने वाला मसिन छ, त्यसलाई पाडी थ्रेसर भनिन्छन्। अनि रोटावेटर पनि छ अनि मिट्टी लोडर छ। ट्र्याक्टरको मेन्टेनेन्स कम छ, माइलेज पनि दिन्छ, टुटफुट कम आउँछ, त्यसमा धेरै बस चल्छ। त्यही कारण मैले स्वराज ट्र्याक्टर किने। त्यसै कारणले हामी स्वराजै चलाए 11 वर्षदेखि। लीला सर राम्रै छन् अनि उहाँको व्यवहार पनि राम्रै छ। उहाँ लीला सरको हात ठुलो छ मेरो सफलतामा अनि धेरै सहयोग गर्छन्। जति भए पनि त्यति सहयोग गर्छन्। मार्केटमा स्वराज नै हुनुको पछाडि त्यसको मल्टिपर्पज युटिलिटी छ। अब कतिपय ट्र्याक्टरहरू हुन्छ कि खालि जोताइको लागि मात्रै राम्रो हुन्छ, अब कतिपय ट्र्याक्टरहरू ढुवानीमा मात्रै युज गर्न राम्रो उपयुक्त सस्तो पर्ने हुन्छ। तर स्वराज ट्र्याक्टरका हरेक मोडल ढुवानी जोताई सम्पूर्ण कामको लागि उपयुक्त हुने हुनाले उहाँहरूलाई चाहिँ हामी यो उपलब्ध गराउँछौँ। होइन अनि ट्र्याक्टर नभयो भने खेती पनि असम्भव गर्न थियो अनि अरू काम भयो, घर बनाउन अनि जग्गा किन्न त्यो पनि असम्भव थियो ट्र्याक्टर नभयो भने। अझै ट्र्याक्टर भयो, अब सबै सम्भव भयो।